अब गीत गाएर पट्याउनु भयो कि यता अब गिटार बजाएर हो कि हेरौँ न हो नि भान्जा। पट्याउनु भयो हुन्छ यो चाहिँ म चाहिँ ऊ के अरे आफ्नो ओरिजिनलै गाउँछु यति ठुलो प्लेटफर्ममा आएर होइन हजुर यो चाहिँ मेरो शब्द भने ओरिजिनल हो मैले चाहिँ उसकै लागि लेखेको थिएँ स्पेसली सुरु गरेँ है त टाइम नखाइकन ह्यान्डसम रहेछ केटा है यही शब्द छैन तिमीलाई गरम त गरम बयान कसरी तिमी भनिदेऊ न तिमी बुझिदेऊ न तिमी सम्झिदेऊ न मलाई नजिक आउँदा मुटु थाम्न सकिन मुठुलाई सास देऊ आँखा बन्द गरी माया गर्न सिकायो अब रिस भयो नि माया भए सब तिमीलाई मात्रै तिमीलाई जो हामी कुनै एउटा दृश्यमाथि चाहस केवल तिमी अनि केही शब्द कति माया गर्छु तिमीलाई अरिङ्गलले के सोच्दै होलान् मेरो बुढीले पनि यसरी मसँग गीत गाए भन्दै होलान् भनिदेऊ न बुझिदेऊ न तिमी सम्झिदेऊ न मलाई नजिक आउँदा मुटु थाम्न सकिन टुक्रेको मुटुलाई सास देऊ आँखा बन्द गरी माया गर्न सिकायो अब रिस भयो नि माया भए सब तिमीलाई मात्रै तिमीलाई जाउँ हामी कुनै एउटा दृश्यमाथि हेलो मार्कस तिमी अनि म केही शब्द थ्याङ्क यू सो मच थ्याङ्क यू तपाईँ आएको भए पो यता म्या उठाइदियो कि क्या हो त्यही त भाइले पो उठाउने रहेछ नि यार। उसले आएर थ्याङ्क यू एउटा अर्को सुनिदिउँ त कभर कुनै मेरै वाला कस्तो राम्रो हुन्छ होला कभर रे के